हाई गाइज, आज चाहिँ हामी जेठानी र देउरानी भएर बजारतिर जान आँटेको थियौँ। अनि हामीले चाहिँ हाम्रो आउटफिट अफ द डे पनि चेक गऱ्यौँ बाहिर निस्किएर। अनि एउटा टिकटक पनि बनाइहाल्यौँ होइन। अनि हजुरहरू भन्नुहुन्छ होला यो ड्रेस चाहिँ सेम रहेछ भनेर। यो चाहिँ हामीलाई हाम्रो सासू मम्मीले नछुट्याइकन देउरानी जेठानीलाई एउटै ड्रेस ल्याइदिइसकेको थियो इन्डियाबाट आउँदाखेरि। अनि हामी बाटोमा गएर म्याजिक रुङ्न थाल्यौँ। अनि हामी म्याजिक पनि आयो। अनि म्याजिक चढेर हामी जाँदै थियौँ। जाँदै हामीले आफ्नो भाटबुटिनी पनि देख्यौँ। भाटबुटिनी चाहिँ फेरि हाम्रो रेनोभेट हुँदैछ। अनि महेन्द्र चोक पुग्यौँ। अनि महेन्द्र चोकमा ओर्लेर हामीले ट्राफिक चोकतिर जान थाल्यौँ। अनि हजुरहरूलाई चाहिँ कस्तो लाग्छ होइन। अनि हामीलाई चाहिँ बजार जाने बित्तिकै हामी दुईजनालाई चाहिँ भोकै मात्रै लाग्छ क्या। अनि भोक लागेपछि हामी गयौँ, जाँदै थियौँ। अनि हामी पाक्ङच्या गयौँ होइन। अनि पाक्ङच्यामा गएर खाना अर्डर गऱ्यौँ एफोर्डेबल प्राइसमा। मिठो पनि पाउँछ नि त त्यहाँ त। अनि चिकन चिल्ली र चटपटे अनि बर्गर अर्डर गरेर खाएर हामी त त्यत्तिकै फर्केछौँ कि हामीले अलिकति कस्मेटिक सपिङ पनि गराएको थियौँ। अनि घर आएपछि बाटोमा पो याद भयो क्या, घर पुग्न आँटेपछि सपिङको त भिडियो बनाउन बिर्सेछौँ भनेर। अनि हामीले हजुरहरूलाई घरमै आएर देखाउने भनेर देखाउँदै थियौँ। अनि हाम्रो मम्मीले पनि हेर्न थाल्नुभयो, सासू मम्मीले। अनि हामी एउटा गरेर भिडियो देखायौँ होइन। यो किनेको थियौँ भनेर एउटा देखायौँ। अनि बहिनीले चाहिँ ट्राई पनि गरौँ न हाम्रो सेट मिल्छ कि मिल्दैन भन्न थाल्यौँ। अब ल्याइसकेको कुरा होइन, सेट पनि अब नमिले पनि लाउनु त परे जस्तो फिल भएर हामीले चाहिँ चेक गऱ्यौँ। अनि हाम्रो धन्न हाम्रो सेट पनि मिलेछ क्या। थ्याङ्क यू फर वाचिङ, बाई।